नमस्ते। ठोस खानेकुराहरू सुरु गरेपछि धेरै बच्चाहरूमा देखिने एउटा समस्या हो। पहिला दुध मात्रै खाँदाखेरि बच्चा एकदमै ठिक थियो। आजकल ठोस खानेकुराहरू सुरु गरेपछि बच्चामा कब्जियतको समस्या देखिरहेको छ भनेर। नवजात शिशुहरूको पाचन प्रक्रिया दुध पचाउनको लागि उपयुक्त हुन्छ। उनीहरूले ठोस खानेकुराहरू पचाउनको लागि बिस्तारै सिक्दै हुन्छन्। त्यस्तोमा हामीले ठोस खानेकुराहरू सुरु गर्दाखेरि सुरुमा सिरियल्सहरूबाट, फ्रुट प्युरीहरू यस्तोबाट सुरु गर्ने गरिन्छ प्रायःजसो। त्यसमा फाइबरको मात्रा कम हुने भएको भएर बच्चालाई दिशा साह्रो आउने, कब्जियत हुने हुन्छ। सँगसँगै बच्चाले पानीको मात्रा कम हुन्छ। बच्चाको सिरियलहरूमा आइरन फोर्टिफाइड हुँदाखेरि कहिलेकाहीँ आइरनले पनि बच्चाहरूलाई कब्जियत गराइदिन सक्छ। जब बच्चाले आमाको दुध धेरै खान्छ, आमाको दुधमा भएको पदार्थहरूले बच्चाको दिशालाई सफ्ट बनाइदिने हुन्छ। तर बढ्दै जाँदाखेरि आमाको दुधको मात्रा कम हुँदै जाने, ठोस खानेकुराको मात्रा बढी हुँदै जाने गर्दाखेरि त्यसले पनि बच्चाको दिशा साह्रो हुने गर्छ। यदि तपाईँको बच्चालाई ठोस खानेकुराहरू सुरु गरेबाट कब्जियतको समस्या देखिन थालेको छ भने तपाईँले बच्चालाई ठोस खानेकुराहरू सँगसँगै फाइबर धेरै भएको खानेकुराहरू, सागसब्जीहरू, फलफुलहरू, दही, केरा, मेवा लगायतको खानेकुराहरू बच्चाको ठोस खानेकुरामा मिसाएर दिने। हरेकचोटि ठोस खानेकुराहरू खाँदाखेरि 2-4 चम्चा 2-4 चम्चा गर्दै पानी पनि बच्चालाई दिने। बच्चाको पेटको मसाज गरिदिने। बच्चाको खुट्टाहरू पनि बाइसाइकल मुभमेन्टले चलाइदिइराख्ने गर्न सक्नुहुन्छ। यदि तपाईँको बच्चाको कब्जियत 1 हप्ताभन्दा लामो समयसम्म रहिरहन्छ, उसको दिशामा रगत आउँछ, धेरै वाक्ने पनि भएको छ, पेट फुलेको छ, बच्चाको उमेरअनुसारले तौल बढ्न पनि सकेको छैन भने त अन्य कुनै जटिलता पनि सँगै छ कि एकपटक हामीले जचाउनुपर्छ।